यो बाबाले के पढाएको नानीलाई हर्षरिका दीर्घरिका भन्ने पढाउँछ। म त ट्याक्कै बुझ्दिनँ के पढाएको हर्षरिका र दीर्घ। स्कुलमा त त्यसरी पढाउँदैन त, नानीहरूलाई त छट्टाउ पढाउ भन्दै पढाउँछ। भोलिपछि नानी कन्फ्युज हुन्छ स्कुलमा गएर। के भने हो के अरे खोइ चिया खाइदिउँ त के भनेको तिमीले? हो त अन्त तपाईँले के पढाउनु भएको हर्षरिका दीर्घरिका भन्दै पढाउनुहुन्छ। अन्त नानीलाई हामीले त स्कुलमा त छट्टाउ पढाउ छट्टारी बडारी भन्दै पढेको। पहिला एक कप चिया बनाएर कि अन्त उहाँ गएर त्यो एउटा त्यो उयो खाता र पेन लिएर आऊ त, म तिमीलाई बताउँछु के रहेछ ह्रस्व इकार दीर्घ इकार भनेको चाहिँ। छैन आफ्नो मातृभाषा आफ्नो नानीहरूलाई कसरी पढाउनु के हो भने चुप लगाएर उहाँबाट खाता लिएर आउँछु, खाता र पेन लिनुहोस् चिया। ल जाऊ त्यो खाता र पेन लिएर आऊ। अब नानीलाई सिकाउने बेलामा आमाहरूलाई सिकाउनु पर्ने भयो। ल यहाँ आएर अब मेरो बुढीलाई साधारण भाषामा मैले बुझाउनु पर्यो है। गन 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 गरिबस्छ ह्रस्व इकार र दीर्घ इकार भनेर। खोइ नानीले सबैतिर कोरेको रहेछ त भनेर यहीँनिर बनाउनु। अब यहाँ हेर ल, अब मजाले बुझाइ तिमीले यो के हो। म एउटा चिज मात्रै बनाउँछु यहाँनिर। यो त जिरो जिरो, एक नम्बरमा जिरो, तिमीले हेर्दाखेरि जिरो। अब यहाँ सुन तिमी मजाले बुझ, यसलाई एउटा भनिन्छ जिरो, नेपालीमा भनिन्छ शून्य 2 नम्बर। नम्बर 3 मा अल्फाबेटमा हामी गयौँ भनेदेखि यो ओ हेर है। र हामी 4 नम्बरमा शब्दमा भनौँ भने यो गोलो छ। अब इङ्ग्लिसमा भन्नु पऱ्यो भनेदेखि यो राउन्ड छ। भनेपछि यसको कतिवटा नाम भयो, आफ्नो आफ्नो अङ्ग्रेजीमा नाम छ यसको, नेपालीमा नाम छ, शब्दमा नाम छ, सङ्ख्यामा नाम छ, नम्बरमा नाम छ, अलग अलग नाम छ नि त। तिमीलाई मैले यो बुझाउनुको मतलब चाहिँ यो ओलाई चाहिँ हामीले विभिन्न प्रकारको हिसाबले हेर्दाखेरि विभिन्न प्रकारको नामहरू देखिन्छ जिरोलाई होइन। यहाँनिर 5वटा निस्क्यो, अरू पनि होला। अब मैले स्टडी गरेको चाहिँ यति नै हो अहिलेसम्ममा। बुझ्दैछौ होइन? साधारण भाषा बुझ्दैछु। त्यही कारण अब यो नेपाली हाम्रो वर्णमाला अ आ ह्रस्व इकार दीर्घ इकार ह्रस्व उकार दीर्घ उकार ह्रस्व इकार दीर्घ इकार। मेन कन्फ्युज छ यो 6वटा केमा अक्षरमा। र यो चाहिँ हाम्रो नेपालीमा भनिने हाम्रो नाम ह्रस्व इकार दीर्घ इकार ह्रस्व उकार दीर्घ उकार ह्रस्व इकार दीर्घ इकार हो। र हामी जुन चाहिँ भन्दैछौँ छटाई बढाई छटाउ बढाउ छटारी बढारी, यो चाहिँ हिन्दी भयो। हिन्दीमा त ठिकै हो नि, छटाई बढाई छटाउ बढाउ छटाई। हिन्दी तपाईँले भनेपछि त हामी त हिन्दी सबै कुरो हिन्दीमा पो पढ्नु पऱ्यो त तिम्रो हिसाबले हो भनेदेखि त। आफ्नो मातृभाषा चाहिँ भन्ने हाम्रो तरिका चाहिँ ह्रस्व इकार दीर्घ इकार हो नि त। अब यो क्लियर भयो योसँग? तिमीले छटाउबाट तिमीले हिन्दीमा भने त ठिकै हो नि त। अब तपाईँले भनेको कुरा त ठिकै हो नि, तर अब स्कुलतिर त अब छटाउ बढाउ छटारी बढारी भन्दै पढाउँछ। लु कुरा चाहिँ यस्तो बुझ्यो होला नि अब होइन। त्यही भएर हामीले हमेसा आफ्नो भाषा चाहिँ कसरी पढाउनु पर्ने त्यो सिक्नु पनि पऱ्यो नि त तिमीले हो। अन्त हामी अब अरूको त छिट्टो नकल गर्छौँ होइन। तर अब हुन त हो अहिले सबै स्कुलमा नै अब छटाई बढाइ भनेर नै पढाउँछ। अब यो हुन्छ, अब हामीले आफ्नो मातृभाषा कसरी पढ्नुपर्ने त्यो सिक्नुपर्ने हो। अब मैले तिमीलाई सम्झाएँ, तिमीले 2जनालाई सम्झाउनु पऱ्यो। त्यो पिक्चरको कहानी जस्तै हो क्या यो पनि। मान्छेलाई चाहिँ यसमा चाहिँ जागरुकता गराउँदै लानु पऱ्यो। यस्तो गर यस्तो रहेछ है, सही यो रहेछ भनेर तिमीले नि यसमा कोअपरेट गर्नु पऱ्यो। अहिले त अब जेमा पनि भोटिङ छ हो, हार र जित हुनुको लागि पनि। हुन त अब यो फ्याक्ट हो नि, हो कि होइन भन त? हजुर हुन त अब यो फ्याक्ट हो नि, यसरी पढ्नुपर्छ भनेर। अहिलेको जमानै भोटिङको जमाना छ होइन। भोटिङै गऱ्यो भने त अब के भन्नु। अब आफू सत्य हुँदा हुँदै पनि हार्नु पऱ्यो नि।